चाहिँ बिल्डिङहरू बनाउँछ, कन्स्ट्रक्सनको काम चाहिँ गर्ने चाहिँ गर्छ। कम्प्लिट हुँदै रहेछ यो, आएर चाहिँ यो बिल्डिङ बनाउँदैछ। तिनवटा टावर बिल्डिङ त्यसरी सामान यसरी उठाउँदै लगिदिन्छ ठक्क ठक्क। यो चाहिँ सामान उठाउँदैछ यसरी, यहाँ चाहिँ यसरी काम गर्छ है हङकङमा चाहिँ। यहाँबाट भित्र जति पनि त्यो भित्र काम गर्नेहरूलाई मात्रै हो यो भित्र थियो। हिजो अस्ति केही थिएन, अहिले 3-4 महिनामा यति धेरै उठाइसक्यो अरे। कति छिटो काम गर्छ यसरी। यहाँबाट चाहिँ भित्र छिरेर टक्कसँग काम गर्नु। गाडीहरू यहाँ छ, भित्र एउटा छ। माथि काम गर्नेहरू गरिरहेको यहाँ चाहिँ अब के यत्रो धेरै ठुलो त्यो उठ्नु आएको बिल्डिङ प्लाजा नै हो। यस्तो छ यहाँ अब यो नयाँ प्रोजेक्ट रहेछ। हङकङमा चाहिँ यसरी कन्स्ट्रक्सनमा यसरी काम गर्छ है पुरा। त्यहाँनिर झन्डै एक्सिडेन्ट भएछ, तल कम्प्लिकेसन नमिलेपछि कराएर ठ्याक 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 ल्यायो, फ्याक फ्याक राख्नु छ। त्यसो चाहिँ यसरी काम गर्दै त्यो सेतो टोपी लगाउने चाहिँ गभर्मेन्ट सुपरभाइजर इन्जिनियर होला। यो हरियो टोपी लगाउने ब्याङ्कस्म्यान हो। अनि यो अरू चाहिँ लेबर चाहिँ हङकङको चाहिँ काम गर्ने तरिका सबै त ठ्याक 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 आउँदैन, यसरी लिफ्ट बनाउँदै गरेको। रात पनि 2 बजे